सो वेलकम माई न्यू ब्लग्स हैन। आज हामी चाहिँ हेर्नु गाइज यो धेरै हाँसेर चाहिँ म के मारिदिन्छु कस्तो भयो। हामी चाहिँ यसो हैन आज फुटबलमा आज फुटबल गेम रहेछ हैन। यो भाइको त गेम हैन रे, यो भाइको चाहिँ आज कहिले हो तिनीहरूको भोलि गेम छ रे। सो हामी चाहिँ यसो इन्जोय गर्नको लागि हेर्नलाई मात्रै गइरहेको छु, भ्लग बनाउँदै गइरहेको छु। सो हेरेर रमाइलो गरिदिनु होला हैन, साथ सपोर्ट दिनु होला। सो हामी चाहिँ झन्डा टोलमा आइरहेको छु। यो झन्डा टोलको बोटल हो रे, कुन टोल माझी टोल भन्ने ठाउँमा आइसक्यो हैन। सो हामी त हेर्नु सबैको गाउँघर छ त। हामी चाहिँ त्यहीबाट अब फुटबल स्कुल जान लागेको छु बल हेर्नलाई। सबैजना हेर्न आउनु होला, नभुल्नु होला। हाम्रो भाइको आज भोलि गेम भनेछ, आज सो इन्जोय गर्न जान लागेको। गेम त हामीले फुटबल खेलेर त आउँदैन, सो हेर्नलाई मात्रै गइरहेको छु। मलाई आउँदैन, तँलाई आउँछ बल खेल्न? मलाई आउँदैन नि कहाँ, मलाई त खालि हातले मात्रै नचे यसरी बल, एउटा हाम्रो गाउँको छ कि जरा त्यो थिम्बुरो, त्यसले त खालि बाङ्गे खेल्छ। सो राम्रोसँगले हेरिदिनु होला। मैले कस्तो खेल्छ भनिदिनु पर्यो। तैँले गेम राम्रै खेल्छ त। अनि म कसको फ्यान हो रे? तँ कसको फ्यान हो त भाइ? म रोनाल्डिनोको। कसको फ्यान रे? रोनाल्डो। रोनाल्डोको फ्यान भएछ त पनि? अनि अभि बच्चैदेखि हो त यार, माई आइडल। म चाहिँ मेसीको र रोनाल्डो दुईटा फ्यान हो। त त्यस्तो एउटा फ्यान हुने नि, त्यो दुईटै चाहिँ कसरी हुने हो? ल दुईटा फ्यान हुनु मिल्दैन र? मिल्दैन नि त। दुईटा फ्यान हुनु मिल्दैन र? मिल्दैन नि त। जसले चाहिँ त्यसको त भन्नु मिल्दैन नि, कि एउटाको भन्नु पर्यो। म दुईटाको फ्यान हो, मेसी र रोनाल्डोको। त्यस्तो हुँदैन र? रोनाल्डो नि भन्नु आएको छैन राम्ररी, रोनाल्डो नि भन्नु आएको छैन राम्ररी। रोनाल्डो गाइस, रोनाल्डो हो कि रोनाल्डो हो भनि त के भन्छ रोनाल्डो। सो रोनाल्डो भनिरहेको छ होइन। अब हामी चाहिँ अरू भिडियो उता गएर हेराउँछौँ होइन। सो हेरिदिनु होला। अहिले झन्डाटोल भन्ने बाटोमा आइसक्यो होइन। अहिले हामी चाहिँ झन्डाटोल गाउँमा आइसक्यो। अब यताबाट हामी यता लेफ्ट साइड लाग्नेछौँ। लेफ्ट साइड लागेपछि अनि फुटबल खेल्न आउँछ। भाइ गेम चाहिँ कति बजी सुरु हुने हो? एउटा गेम स्टार्ट भइरहेको होला। कति बजी ती गेम हुन्छ? 1 बजीदेखि थियो, 2 बजीसम्म, 3 बज्न लागिसक्यो। सेकेन्ड गेम भ्याउँछ हाम्रो। सो गाई सेकेन्ड गेम भ्याउँछ भनेको छ। साथीहरू गेम भ्याउँछ हाम्रो। अनि मलाई अहिले 3 बजी म्यासेज गर्छ भन्छ गेम हेर्नु भन्छ। अनि के भनिस् मलाई? के बोलिन्छ थाहा नै पाउँदैन। युट्युब हो के, रमाइलो हान्नु परेन होइन? के गर्नु के गाई छैन गेम के छ। 1 बजी मेसेज गरेर भन्दैन, 1 बजीसम्म चाहिँ चल हल्लाएर बस्छ। 3 बजी आएर चाहिँ मलाई के अरे गेम छ हेर्नु भन्छ। अब के भन्ने? आज यार कसम अटोग्राफ माग्नु आउँछ यार ब्लगर एनबीला होइन। म त कसम हाँसेर ढल्छु होला यार, थाहा छैन होइन? ल अन्त गाई बेज्जत गरेर ल सबैले सब्सक्राइब गरिदिनु होला त। स्कुल आइपुग्यो हाम्रो फुटबल स्कुलको फिल्ड भनेको यही हो, यही साइडमा छ। हाम्रो फुटबल स्कुल यहीँ छ होइन। हामी चाहिँ जान लागेको छौँ अहिले फुटबल स्कुलमा। सो सबैजना आइदिनु होला। ठुलो प्रोग्राम हुन लागेको छ क्या। गेम हो क्या। जस्तो गाई चाहिँ आज खतरा रमाइलो हुने रहेछ होइन। यता ट्रेन सबै गाडेको रहेछ होइन। मलाई यो भाइले आज देखाइदिएर मात्रै थाहा पायो। सो होइन हामी जान लागेको छौँ, इन्जोय गरिदिनु होला। मेरो साथीहरूसँग ऊ त्यहाँ छ त खाइरहेको छिर्यो। के हो साम्बाको फोटो छ त्यहाँ? अनि यसरी भेटी साम्बाको फोटो हेर्नु गाइस, यहाँ आज गेम चलिरहेको छ होइन। यो गेम चाहिँ हिजोदेखि चलेको हो कि अस्ति चलेको अरे, तर आज मलाई आज थाहा पाइरहेको छ गेम चलेको भनेर। आइज गेम चाहिँ कहिले हो? भोलि बोरो हो जस्तो लाग्छ मलाई। सुरेश मात्रै खेल्छ जस्तो लाग्यो। को यता म भनिरहेको छ के अरे? यो भाइ हो, यो भाइ हो। अयो बोर्डर दिएको नि गेम चाहिँ हाफ भएको रहेछ होइन। हामीहरू अहिले यसो पानी सानी खान रेस्टुरेन्ट जान लागेको छु। सो गेम भइरहेको थियो, म चाहिँ घर हिँडेको के मलाई, किनभने मलाई फुटबल गेम त होइन मलाई चाहिँ खासै यस्तो तातो घाममा मलाई गेम हिँड्ने मलाई पनि। भाइ चाहिँ मसँग आउने भाइ गेम हेरिरहेको छ, म चाहिँ गेम नहेरिकन घर हिँडेको। सो अब घर गएर आधी भ्लग बनाउँछु है त। अहिलेको लागि चाहिँ बाई म चाहिँ अब होइन फुटबल खेलेर क्लबको त्यो फुटबल थियो होइन, गेम हेरेर आइसक्यो। अब म चाहिँ घर जान लागेको छु कि होइन। फर्स्ट अफ अल के छु भन्दा मलाई यो फुटबल भने मलाई वास्ता छैन क्या, गेम हेर्नु मन छ। तर भाइले जबरजस्ती घिसा लगाएर सो फुटबल हेर्नु गएको थिएँ, तर रमाइलो लागेन क्या खासै, हेर्नु पनि मन लागेन, रमाइलो लागेन। त्यो यस्तो तातो घाममा आफ्नो जिउ शरीर ताता के हेर्नु, त्यही भएर सो घर हिँडेको। अब रातिको 8 बजी चाहिँ भ्लग आउँछ होला। यसो हेरिदिनु होला ल सबैले।